एकजना मान्छे केस कटाउन भनेर हजामकोमा गएछ। जाँदाखेरि उले उसको साथमा स्वास्नी पनि उसको बुढी पनि साथमै गएको रहेछ। गएर हजामकोमा केस कटाउन बस्यो। हजामले केस काट्न सुरु गर्यो। केस काटिसकेपछि त्यो मान्छेले भनेछ, हजाम भाइ तलको केस पनि काट्दिनु। अनि हजामले तलको केस पनि काट्दिएछ। काटिसकेपछि अनि त्यो मान्छेले फेरि भनेछ, हजाम भाइ मेरो बुढीको पनि तलको केस काट्दिनुस्। हजाम एकछिन त अलमल्ल पर्यो। अब उसलाई पैसा कमाउनु छ ल तब भनेर काटेपछि अनि त्यो मान्छेले भनेछ, अब जम्मा कति तिर्नु पर्छ मैले भनेछ। अनि हजामले भनेछ 1700 भयो। दसङ्ग भयो। कसरी भयो यत्रो 1700? अनि हजामले भनेछ 200 केस काटेको, 500 तलको केस काटेको, अनि 1000 तपाईको बुढीको तलको केस काटेको। अनि त्यो मान्छेले भनेछ, अनि यति धेरै किन डबल उसको चाहिँ मेरो भन्दा उसको केस काटेको किन डबल पैसा लाग्यो भनेर भनेछ त्यो मान्छेले। अनि हजामले भनेछ, तपाईको केस काट्नु त 200 रेट नै हो, तलको केस काट्नु भनेको अलिक गम्भीर कुरा हो, त्यसकारणले 500। अनि तपाईको श्रीमतीको केस काट्नु भने अरु ठुलो गम्भीर कुरो हो, त्यसकारणले 1000। अनि कसरी 1000 त? अनि त्यो केस कटाउन जाने मान्छेले भन्छ, मेरो केस तलको केस काटेको 500, उसको तलको केस काटेको 1000, कसरी भयो? बराबरी होइन र भनेछ। अनि हजामले भनेछ, तपाईको त तलको केस काट्दाखेरि समात्ने ठाउँ थियो र को, तपाईको बुढीको त समात्ने ठाउँ छैन, टेक्ने ठाउँ छैन, धेरै कठिन, त्यसकारणले 1000। एकजना मान्छे डाक्टरको क्लिनिकमा पुगेछ। अनि डाक्टरलाई भनेछ, डाक्टर साहब मेरो लोग्ने अति कमजोरी छ, एकदम कमजोरी भएको छ, लौ न के गर्नुपर्ने होला, उसलाई के गर्नुपर्ने हो भनेर भनेछ। अनि डाक्टरले भनेछ, हेर्नुस् तपाईको श्रीमानलाई दिनैले दुध दिनुस् भनेछ। अनि त्यो आइ मान्छेले भनेछ, डाक्टर साहब दुध त मैले दिएकै त हो नि, दुध खाने होइन, खालि खेलाएर मात्रै बस्छ। अस्ति मात्रै त्यहाँ धारामा कट्टु मात्रै लगाएर नुहाइरहेको थिएँ। त्यतिखेर अलि पर्तिरबाट एक हुल केटीहरू आए, 4-5 जना केटीहरू आए। अब केटीहरू आएको देखेर मलाई त लाज लागिहाल्यो। अब के गर्ने, कहाँ भाग्ने, नभाग्ने। अब आइ त हाल्यो नजिकै। मेरो पालो हतार कट्टु खोलेर मुखमा छोड्यो। एकछिन पछि हल्ला शान्त भयो। मुख खोलेर हेर्छु त सब भागेछ। किन भागेको होला भने त मरे, त्यसको तलतिर खोलेछ, माथितिर छोपेछु, अनि यत्रो त्यही देखेर सब भागेछ। पहिले हाम्रो पहाडी भेगमा असारे खेतीको बेलामा गोरु जोतेर दाँते लगाउँथ्यो रोपाई गर्नका लागि। त्यस्तै एक दिन ठुलो हाम्रो रोपाई थियो, धेरै हल गोरु जोत्ने, दाँते लगाएर साउने गरेको थियो। म पनि दाँते लगाएर साउने गरेको थियो। म त्यतिखेर सानै थिएँ, 12-13 वर्षको भए पनि म तगडा थिएँ। गोरुलाई दाँते लगाएर गोरुको पुच्छर पक्रेर गुट्टु कुदाउँथे, खुब मजा लाग्थ्यो। त्यसरी दिनभरि गोरु कुदाएर खुब मजा गरियो। बेलुकाखेरि त थाक्यो, खानासाना खाएर सुत्यो। सुत्दाखेरि त्यतिखेर अब बाउसँग सुतेछु।
बाउसँग सुतेको सपनामा पनि गोरुको पुच्छर पक्रेर गुट्टुटुटुटु कुदाएको सपना देखेछु। अनि त्यसरी गोरुको पुच्छर पक्रेर गुट्टुटुटुटु कुदाउँदाखेरि गोरुले बडक्क लात्ती उठाएर फ्याङ्ग यहाँ हिर्का जल्यास बिउजेछु। त्यतिखेर के को गोरुले लात्ती लिगाउँथ्यो? सँगै सुत्नु भएको बुवाले थप्पड हानेछ। किन? सपनामा गोरुको पुच्छर पक्रेर गोरुको पुच्छर बट्टारेर कुदाएको, त्यहाँ वास्तवमा त्यहाँ बुबाको कट्टुभित्र हात हालेर पुच्छर पक्रेर बटारेछु के। त्यही भएर बुवाले थप्पड हानेको रहेछ। भोलिपल्ट बुवाको अगाडि अनुहार देखाउन पनि धेरै लाज लाग्यो। एक पटक मेरो मामा र म परदेश गएको थिएँ क्या। परदेशमा कुनै काम विशेषले परदेशमा गएको। परदेशमा गएपछि बास पर्यो, बास बस्यौँ। अनि सुत्ने बेलामा मामा र म एउटै ओछ्यानमा सुत्यौँ। सुतेको है राति सपनामा त यस्तो सपना देखेछु कि कुनै एउटा राम्रो केटीसँग शारीरिक सम्बन्ध राखेको सपना देखेछु। पुरा शारीरिक सम्बन्ध राखेको सपना देखेको। त्यो सपनाकै बिचमा यतातिर मेरो जिउमा पक पक हिर्कायो। के हिर्कायो? अनि झल्यास बिउजेछु। बिउजिँदाखेरिको त्यो मामालेको ए भन्छ बन्द रहेछ। सपनामा त्यो केटीसँग सम्पर्क राखेको देखेको। यता रियलमा चाहिँ मामाको चाकमाको धक्का दिएछ। ए आमै, ऊ त्यो फुटबल खेलाडीको नाम के हो रे? रोनाल्डो। होइन होइन, रोनाल्डो भन्नुहोस् न। यो लाडो। आजकलको जमानामा सच्चा पुरुष भेटाउन धेरै गाह्रो छ। होलान् एक दुईजना, तर बिरलै पाइन्छ। सच्चा पुरुषको कुरा निकाले नि। सच्चा पुरुष भनेको त्यो मान्छे हो जसले केटीहरूको कट्टु भिजाउँछ, आँखा होइन। जब श्रीमती गर्भवती हुन्छन् नि, उसका सङ्गी साथी नातेदार आएर पेटलाई यसो छुएर गर्भवती भएकोमा बधाई छ भनेर बधाई दिन्छन्। तर उनीहरू मध्ये कोही आएर त्यो पुरुषको लिङ्ग छुएर स्याबास पनि भन्दैनन्। यथार्थमा कडा मेहनतको कहिले पनि कदर हुँदैन। केवल परिणामलाई मात्रै महत्त्व दिन्छ। धन्यवाद हाम्रो जोक च्यानल हेरिदिनु भएकोमा। यस्तै रमाइलो हँसाउने जोक तथा चुटकिलाहरूको अर्को भाग लिएर आउनेछु। तबसम्मको लागि बिदा चाहन्छु। नमस्ते, धन्यवाद।